यसरी सडकमा पल्टिरहेका महाशय हुन् बीपी अर्थात् ब्याड लक प्रसाद। र यो हो आजको यिनको पहिलो ब्याड लक, बाइकको टायर पङ्चर। अब उनको दोस्रो ब्याड लक, बुढीको मुड पङ्चर। कारेको तिमी अहिलेसम्म आज बहिनीहरूलाई खाना बोलाएको झन् छिटो गएर सामान लिएर भनेको त आजको दिन ढिलो गर्नु पर्ने तिमीलाई। फुर्क 10 मिनेटमा सामान लिएर आइपुग्यो यहाँ। सामान किन्नलाई बीपी पुगे साउजीको दोकान 2 लिटर मिट मसला 1 पोका र पेमेन्ट गर्नलाई गरे क्युआर स्क्यान। तर आज त यो पनि यिनको ब्याड लक नै बन्यो। ए भाइ यहाँ आउनु, यहाँ खातामा पैसा आएको छैन अनि। खासमा साउजीको फोन नेटवर्कमा थियो समस्या। तर यो कुरो सिधा साउजीलाई के थाहा, उनलाई त मेसेज आएन त पेमेन्ट भएन। हे भगवान, फेरि पर्यो ट्रबल र आखिरमा पेमेन्ट दिनु पर्यो डबल। 30, 50, 70, 75। ग्राहक हिँडेपछि बल्ल मेसेज आयो। उता घर पुगेर बीपीले बुढीलाई कुरा लायो। बिचारा साउजीको नि के नै पो गल्ती थियो, तर यति एउटा घटनाले सम्बन्धै बिगारिदियो। यस्तो समस्या पन्छाउन साउजीले गरे विचार र भोलिपल्टै ल्याएर राखे अडी क्युआर। अडी क्युआरले पेमेन्ट भएको भनिदिन्छ तुरुन्त। 150 रुपैयाँ प्राप्त भयो। अब ग्राहक पनि ढुक्क र साउजी झनै मक्ख। अडी क्युआर आयो कि बज्यो? मेड इन नेपाल बाई यार्सा टेक।